सबैजनालाई स्वागत छ मेरो ब्रान्ड न्यू भ्लगमा। ल आइपुग्यो भाइरल रोड, हाम्रो नजिकैको यो न्यू सिटी भाइरल रोड रहेको छ, स्मार्ट सिटी भाइरल रोड। यहाँ एउटा केही हस्पिटलहरू पनि बन्दैछ। सो आज म जाँदैछु मेरो पासपोर्ट कलेक्ट गर्न सिडिओ कार्यालयसम्म। पासपोर्ट लिएर चाहिँ त्यसपछि म आफू बाहिर जाने केही प्रोसेसहरूको कामहरू सुरु गर्नु छ। पासपोर्ट चाहिँ बनाउन छाडेको थियो सिडिओ कार्यालयमा, फाइनली पासपोर्ट पनि आइसक्यो। हिजो म्यासेज आएको थियो। अब त्यो पासपोर्ट लिएर घर आइसकेपछि चाहिँ त्यसपछि म बाहिर जाने प्रोसेसको लागि हाम्रो ठाउँ यसो हेरेर रिसर्च गरेर राम्रो कम्पनीबारे बुझेर चाहिँ कुन ठाउँको लागि हुन्छ तयारी गर्ने सोचमा छु। पासपोर्ट पनि कलेक्ट गरियो गाइस, हैन? पासपोर्ट पनि आयो। धेरै दिन वेट गरिसकेको थिएँ यसको लागि। घरमा बस्दा पनि यही त हो नि, फाइनेन्सियली अलिकति प्रब्लम्सहरू। अब लगत्तै फेरि अब कतै न कतै कमाउनको लागि जानै पर्ने। सो त्यसको लागि यो आवश्यकता पर्दो रहेछ, हैन? नभई नहुने। यो बनाउनका लागि राष्ट्रिय परिचय पत्र पनि आवश्यकता अहिलेको एकदमै जरुरी। अब तपाईहरु जो कोहीले पनि पासपोर्ट बनाउने सोच्दै हुनुहुन्छ या विदेशतिर जाने सोच्दै हुनुहुन्छ भने यो चाहिँ अनिवार्य छ कि तपाईले राष्ट्रिय परिचय पत्र फर्स्टमा बनाउनै पर्दो रहेछ। त्यो चाहिँ सबैजनाले बनाउनु होला र त्यसपछि पासपोर्टको लागि एप्लाई गर्नु होला। अब लगत्तै अब कुन ठाउँतिर जाने हुन्छ राम्रो ठाउँ हेरेर ट्राई गर्नु पर्ला भन्ने सोचिरहेको छु। आफ्नो फाइनान्शियल ब्याकग्राउन्ड राम्रो बनाउनको लागि पनि। कोहलपुरको पुरानो बस पार्क अहिले चाहिँ यो यातायात व्यवस्था कार्यालयको शाखा कार्यालय हो। अहिले यता सरेको छ। नेपालगञ्जमा चाहिँ छ एउटा र कोहलपुरको लागि चाहिँ अहिले यो व्यवस्था गरेको छ, कोहलपुरको बासीका लागि अलिकति सहज होस् भनेर। यहाँ हाम्रो पेपर सम्बन्धी केही काम गरिदिने हाम्रो सर म्यामहरू हुनुहुन्छ भने लगत्तै यता शाखा कार्यालय रहेको छ। दिनभरि बाहिरको कामले हिँडिसकेपछि घर आइपुग्यो। केही नयाँ गर्ने कोसिस गरिरहेको छु। योभन्दा अगाडि नगरेको भएर त्यति अनुभव छैन भिडियोको बारे पनि। तपाईहरुलाई के कस्तो लाग्छ सुझाव सल्लाहहरू दिनु होला। माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला यदि